यो छोटो अवधिमा पनि विद्यार्थी भाइ बहिनीहरू आफैले कार्यक्रम सञ्चालन गरिरहनु भएको छ। यो 2 दिनको हिजो र आज 2 दिनभित्र नै कार्यक्रम सञ्चालन गर्नु भनेको आफैमा एउटा चुनौती जस्तो कार्य हो। तर विद्यार्थी बहिनीहरूले कक्षा 11 मा अध्ययनरत 2 विद्यार्थी बहिनीहरूले त्यसरी कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ, आफ्नो कन्फिडेन्स देखाइराख्नु भएको छ। यसको लागि बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। र अब कक्षा 12 को अन्तिम परीक्षामा सरिक हुन गइरहनु भएका विद्यार्थी भाइ बहिनीहरू जीवनमा 2 प्रकारको सिकाइ हुन्छ। एउटा सिकाइ एकाडेमिक शैक्षिक सत्रको सिकाइ हो। तपाईहरुले एउटा पिजी क्लासदेखि कक्षा 12 सम्म नियमित रूपमा विद्यालयमा गएर पढ्ने, परीक्षा दिने, आफ्नो सर्टिफिकेट प्राप्त गर्ने शैक्षिक ज्ञान, शैक्षिक सिकाइ एकातिर हुन्छ भने अर्कोतिर विभिन्न क्रियाकलापहरू, अरू अतिरिक्त क्रियाकलापहरू जसले जीवनलाई सजिलो बनाउन सहयोग गरिरहेको हुन्छ। आफ्नो दैनिक जीवनलाई सहज तरिकाले बनाउनको निम्ति पनि हामीलाई शिक्षा चाहिन्छ। जस्तै आज पनि यो कार्यक्रम सञ्चालन गर्नु अथवा कुनै ठाउँमा गएर 2-4 कुराहरू राख्न सक्ने क्षमताको बिल्डअप गर्नु, अथवा कहिलेकाहीँ नृत्य गर्नु, कहिलेकाहीँ गीत गाउन सक्ने हुनु, त्यो पनि आफैमा गजबको क्षमता हो। त्यो क्षमता चाहिँ चाहिन्छ। तपाईहरुले भर्खरै आज पनि देख्नुभयो जीवन सरलाई अन द स्पट। आज विद्यार्थीहरूको हिजोको कार्यक्रम आज केही पनि भएको थिएन, तयारी शून्य अवस्थामा थियो। त्यो अवस्थामा पनि सरलाई बोलाउँदा बित्तिकै अगाडि आएर जुन प्रकारको आफ्नो क्षमता प्रस्तुत गर्नुभयो त्यो साँच्चै नै अद्वितीय छ। र त्यस्तै प्रकारको क्षमता हरेक विद्यार्थीहरूमा अब हामीहरूको जिन्दगी त अब ढल्किसकेको छ। अब ती क्षमता भए नभए आफ्नो राम्रो चल्दैछ भने यहाँहरूको त्यो प्रकारको क्षमताको चाहिँ आवश्यकता पर्दछ। कहिलेकाहीँ बोलाइदिन सक्नुहुन्छ, त्यहाँ गएर 2-4 कुराहरू बोल्न सक्ने क्षमता, नृत्य गर्न पर्दाखेरि बोल्न सक्ने, त्यो नृत्य गर्न सक्ने क्षमता, गीत गाउन पर्दाखेरि थोरै धेरै जस्तोसुकै भए पनि गीत गाउन सक्ने क्षमता, यसरी विभिन्न प्रकारका क्षमताको आवश्यकता पर्दछ। र कक्षा 11, कक्षा 12 मा पढ्ने विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ 16, 17, 18 वर्षको हुनुहुन्छ, तपाईले धेरै प्रकारको सिकाइ गर्नु छ। र यो सिकाइ गर्नको निम्ति दत्त चित्तको साथ लागि पर्नुभयो भने यहाँहरूको जिन्दगी सफलभूति हुनेछ, सफल हुनेछ, राम्रो हुनेछ। त्यसो हुँदाखेरि सिकाइदेखि कहिले पनि नडराउनु होला। शैक्षिक सिकाइ सँगसँगै अतिरिक्त सिकाइहरूले पनि जिन्दगीलाई सफल बनाइरहेको हुन्छ भन्ने कुराहरू राख्दै कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरूको अन्तिम परीक्षा, जसले आफ्नो स्कुल लेभलको शिक्षाको अन्तिम अवस्थामा पुगिरहनु भएको छ, यहाँहरूको परीक्षा सफलभूत होस्, राम्रो होस्। धेरैभन्दा धेरै विद्यार्थी भाइ बहिनीहरूले 4 GPA, A+ जस्ता ग्रेडहरू प्राप्त गरी आफ्नो करियरलाई उज्जवल बनाउन सफल बन्नुहोस्। कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरूले पनि राम्रोसँग मेहनत गर्नुहोस्, पढ्नुहोस् र आफ्नो शैक्षिक यात्रालाई सफल बनाउनको निम्ति लागि पर्नुहोस् भन्ने शब्दहरू राख्दै मेरा कुराहरू यहाँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।